बनिँदैछ। हामी गान्तोक गएको आज हामी गान्तोक पुग्छौँ। भोलि गान्तोक साइट सिन, पर्सि छाङ्गु नथुला। यता देखाउन न यो फ्लाइओभर। तपाईँ बोल्दै थियो नि त सेपक आइपुग्यो। अब हामी टिस्टा आइपुग्यो। टिस्टा बजार आइपुग्नु आँट्यो। डुबेको थियो नि डल्लै, यहाँ पानी डल्लै आएको नि। त्यहाँ दामी त्यहाँ डल्लै माटो भरेको थियो, सफा गरेको थियो। खोला आइपुग्यो हामी। यता चटिसा छ, यता आमा छ, आप्पा छ, यता भाइ। गान्तोक गएको गान्तोक। Going to Gaन्तोक. राफ्टिङ पोइन्ट रहेछ। पढेको हेर्नु न अन्त खोलाले दामी काम गर्दैछ त। टनल आइपुग्यो। NHITCL बनाएको टनल रहेछ। हर्न रेस्ट्रिक्टेड, हर्न लाउनु दिँदैन नि। तल रानीपुलदेखि नै गान्तोकसम्म इमर्जेन्सी मात्रै होला। ल हे मम्मीहरूको अहिले अफिस पुरानो बैल टुर्स एन्ड ट्राभल्सको अफिस, सुपर मार्केट। यही त वेस्ट पोइन्ट मल, यही त सबभन्दा ठुलो मल। सबभन्दा डरलाग्दो कुरा चाहिँ पेटी किनिस् भने चाहिँ भोलि डुल्छस्। यता एकछिन बसौँ, आमामा हैरान भइसक्यो। बस्नु आमा, थाक्यो हत्तु भयो। म थाकेँ नि एकछिन, घरमा पनि राम्रो रेस्टै भएन नि। राङ्का मोनेस्ट्री रहेछ हौ। अच्छा यहाँ हामी यहाँ कहाँ पो आएको? प्लान्ट कन्जर्भेटरी बुलबुले। अन्त कस्तो लागिरहेछ यो जग्गा? एकदम सुन्दर। खिच्दैन मामा। गुराँसको फेदमा आमा र आपा भयो। भन्ज्याङमा गुराँस देखेन भनेर आमा र आपालाई गान्तोकमा ल्याएर गुराँस देखाइदिएको। हेलो निङ्ग्रो चाहियो भने यहाँ छ। निङ्ग्रो हो त्यो खाने? पाखन बेत है यो। यहाँ होइन सिजन छास। के हो यो? सिजन छास भन्छ यसलाई। सिजन थास। म त्यही भन्छु यसलाई न। मामला थाहा ल। हेर्नुहोस् त भमराहरू। यो पनि रहेछ है, तर भमरा जस्तै रहेछ यो, तर हरिबिङ्गा है। ब्युटिफुल रोड अफ प्याराडाइज। This is the plant conservatory. कति दामी गुराँस छ, ब्युटिफुल। अहिले हामी बुलबुले
जूमा आइपुग्यो कस्तो मजाको बाटो रहेछ टुरिस्ट प्राय आउँदैन रहेछ यता यहाँ माथि छ ब्लु सिप तपाईँले देख्नु यहाँ छ यहाँ गुड मर्निङ आज हामी डे 2 छाङ्गु लेक जाँदैछु जुयो उकालो गयो त के छ भनेर मन्दिर रहेछ त्यो पनि कुरो आज छाङ्गु जाँदैछ कस्तो लागिरहेछ नथुला जाँदैछ आज कस्तो लागिरहेछ हामी दिनले पनि साथ दिँदैछ एक्साइटेड खै हौ बसाउने यस्तो यो बाटो ग्रेट प्लेयर तपाईँ जलुक घुमेर रम्फू निस्किनुहोस् कि यस्तै छ यस्तै छ यहाँ पर हिउँको पहिरो आएर यहाँनिर हजुर 6 जना जस्तो मान्छे मऱ्यो नि मऱ्यो नि 6 जना टुरिस्ट यहाँ पर अहिले जाँदाखेरि यसको डाँडा गएको होइन गाडी चाहिँ पर रोकेर मान्छे पनि खेल्नु टुरिस्ट पनि 6-7 जना चाहिँ दिलमुनि उछुडाएको होइन हिउँको पहिरोले हिउँ भएर चाहिँ गाडी आउने चेपमा छ त्यो हिउँ भएर त तलको त कति बाँच्यो माथिको चाहिँ पुऱ्यो नि त होइन पुऱ्यो त हिउँले त अब हात 2 मिनटमा कस्तो हुन्छ हिउँ चिसो अन्त निकाल्दा भित्र दबिएको निकाल्दै कति मऱ्यो टुरिस्ट है हातमा तान्दै खुट्टामा तान्दै निकालेको नि पुरा थियो ड्राइभर दाजु 50-60 जना अब चढेर खेलेर हुन्छ नि त्यतिखेर चाहिँ अचानक माथेबाट त अब हिउँको पहिरो आएको त्यहाँदेखि पुरी त हाल्छ उछुटाएर दिलमुनि तल हो अब तल हेऱ्यो भने त खास त ढुङ्गा छ नि तर हिउँले सक्छ लगेर तलको चाहिँ बाँचेको नि खास तल 1000 गाडी आउँछ 1000 दिनमा है हजुर We have almost reached छाङ्गु लो आउनु फोटो खिच्नु हिउँहरू दामी भएर आएर छ ब्युटिफुल This is the view en route छाङ्गु lake. We're about to reach छाङ्गु तर हामी सबभन्दा पहिला चाहिँ ब्रेकफास्ट गर्छौँ यहाँबाट 2 किलोमिटर उता त्यहाँबाट हामी नथुला जान्छौँ We are around 11,000 होला है यो 10:30-11,000
नाथुला माथिनिर चाइनिज बङ्करहरू आपा अनि आपा कस्तो अति उत्तम अति मनोरम चिसो बतास आमा अन्त आजको अनुभव आमामा दामी अनुभव त स्पेसियल खामेस भ्याइयो यहाँसम्म पनि ऊ माथि रातो चाहिँ इन्डिया हो त्यसको पछाडिको चाइनिज हो ऊ माथिको त्यो चाइनिज बङ्करहरू चाइनिज माथि उयो यहाँबाट यस्तो हरियोमा हिँड्दै जानुपर्ने रहेछ होइन तर त्यहाँ चाहिँ फोटोग्राफी दिँदैन हो हाम्रो गाडीहरू चाहिँ तलतिर राखेको छ यहाँबाट गाडीहरू यहाँ कति हो गाडीहरू दिनमा 1000वटा गाडी चल्छ अरे अन्त मजा आयो मजा आयो धन्यवाद ओके लु लेट्स गो जाउँ गाडी खोज्दा हैरान हुने रहेछ अन्त छैन गाडीहरू बाफ्रे एक दिनमा 1000वटा गाडी बस्छ अरे यहाँ खै आमा लिनाहरू ए हुन्छ हामी त्यताबाट जाउँ आमा के अरे हाम्रो दिव्या सन्दकपुरमा त दिव्यालाई साह्रो परेको यहाँ पनि मर्नै सुत्यो त यो सक्दैन रहेछ यहाँ कि जाँदा पनि सक्दैन वाह यतिको त भ्याए नेपालको भाषा हो नेपाल त अहिले खतरा भइरहेछ है आन्दोलन नि आन्दोलनले फेरि खुट्टाखुट पिट्टापिट त्यहाँको झगडा कस्तो गर्नु लडाइहाल्दो रहेछ डन्टा पुलिसको डन्टा खोज्दै हिँडाउँदो रहेछ उल्टा पनि हुँदो रहेछ फेरि सबै त रोडमा निस्केको छ नि त डन्टा खोज्दै उल्टा हिँडाउँछ नि त पुर्खौली गोर्खाहरू हो नि त हाम्रो यसले खिच्दैन म यो खिच्ने चाहिँ किन्नु जानुको है पहिला चाहिँ बिचरा आर्मीहरूलाई अन्त यहाँ त अझै राम्रो पो यतिको त नजिक पो है गान्तोकबाट आर्मीहरूको लागि त कस्तो कस्तो ठाउँमा बस्नुपर्छ ब्याट्री त थुर्नु आँटिसक्यो गोप्रोको 27 मात्रै छ वाह इलेफेन्टको सेप चाहिँ हेर्नुहोस् है यहाँबाट फोटो खिच्नु लो एलिफेन्ट लेक इलेफेन्टको सेप हेर्नुहोस् सुँड हेर्नुहोस् खुट्टामा This is the beautiful Changu Lake. रोपवे चढ्नु गएको 12,314 फिट गोप्रोको ब्याट्री पनि एक्जस्ट हुन आँटिसक्यो चिसोले रहेछ ब्याट्री
We are ready for the rope. Ama. Bye. Battery to 16% मात्रै रहेछ। हुन्छ अहिले गर्नु पर्नु यसो मेरो मुटु यत्रो भयो। कहिले अस्ति नै ए यसरी खिच्नु पर्ने यसरी हेर लिन तपाईँको कान आयो यत्रो पऱ्यो आमापट्टि भयो भयो तिमीले त्यहाँ बसेर यता खिच्नु पर्ने नि खिच्दिएन कसरी खिच्छ उकालो त मजा आउँछ नि ओह्रालो पो त अलिक भाइ फोटो खिच्दा मेरो त टाइम ल्याप्स छ मुटु हल्यो उकालो हेर्नु उकालो यसको ब्याट्री ल्याउनु पर्दैछ नि है ओह्रालो हेर्नु मजा आयो लिङ्गे पनि प्रभु धन्यवाद तलको त्यही त उस पनि युरोपमा क्या मजा होला भाइ त्यसको त पाउँथ्यो है यता अब त्यही हो नि युरोपमा तर चढ्दाखेरि म शनि र भाद्र गइदिएको एउटा चाहिँ शनि नभयो भने अर्को चाहिँ भाद्र चाहिँ पुरा भयो यस्तो दामी खिच्न हौ भाइ मेरो टाइम ल्याप्स हुँदैछ है हेर्दा अहिले अनि राबुङको मामाको हुँदैछ टाइम राबुङ होइन है के भन्छ छाङ्गु छाङ्गु छङ्गु सरी छाङ्गु खिच्नु न छाङ्गुले क्या दामी हो गजबाट हात त निकाल खिच्न भाइलाई तँ त्यो पक्रिदिन पापाले फोटो खिच्छ अम्बा यहाँ वरिपरि अर्कोले खिच्नु ल हिउँ फोटो परेर चाहिँ छ्याक्लाक्कै होइन रहेको दृश्य देखिन्छ दृश्यहरू देखेर मोबाइल दिन्थ्यो यता पो मिस हुन्छ कि उता पो मिस हुन्छ यसरी जस्तो खिचिदिन्छु त भइरहेको तपाईँहरूको छ। फोटो फर्किँदा खिच न एउटै बात ऊ भाइको पनि छ ए ईश्वर अहिले हामी एउटा रोपेमा छौँ क्यामेरा पनि दिनु मोबाइल पनि दिनु नसकेको रोपे चेन बिस्तारै खुल्लै छ उँभो लागिरहेको छ हेर्नु कस्तो यहाँ हाम्रो परिवार भाइ एजरा हिउँ भएर चाहिँ दामी भयो है सतीश ज्वाइँ श्रीमती लिना सुपुत्री अनि म स्वयं यो चाहिँ दामी है छाङ्गुको नयाँ एक्सपिरियन्स फर्केर आइरहेको रोपे दामी 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 आमा जयपट्टि जानु त राईपट्टि अँ यो दामी बेस्ट त्यसरी पनि खिच्नुपर्छ त ठिक आफै हेर्नु किन बाङ्गो भयो तिम्रो टाइम ल्याप्स त्यस्तो टाइम लेसमा आकाश बेसी आएछ हो र अहिले ओह्रालो छ भने खिच्नुपर्ने हो खासमा नथुला पनि यसरी आउनु नि बरु भयो हौ यस्तो हुँदा आपा केही भएको छैन ए मलाई त केही यस्तो झरे भने सब परिवारसँगै झराइ हुन्छ बिचामा उसमा मात्रै मलाई के अरे तल भुइँमा थेचरी नि बेलामा नि पिन अलिकति उचाल्नुपर्छ केही धस्रिँदैन टिन कि पिन आइपुग्यो आइपुग्यो नि त यही त रहेछ 1 किलोमिटर यही हो होइन आपा 650 मिटर मात्रै रहेछ मैले पढेँ नि यहाँबाट चाहिँ छङ्गु यस्तो देख्दो रहेछ ओ रोपेबाट हिँड्नु आएको दामी रहेछ 2010 देखि स्टार्ट भएको छ रोपे तल गाडीहरू दामी दामी भ्यू खै आमा यसको यो भ्यू नै दामी रहेछ नि मन पर्यो यो भ्यू हामी बसिरहेको छौँ अब रोपेमा फर्किने तल इन्जोय गऱ्यौँ हिउँै हिउँ छ हेर्नुहोस् यहाँबाट डल्लै देख्दो रहेछ छाङ्गु हो
हामी यहाँ टुरिस्टहरू बसिरहेको छौँ अब हामी फर्केको यहाँ हेर्नुहोस् फर्किने लाइन तिमी कतापट्टि बस्छौ कतापट्टि बस्छौ हामी यता बस्छौँ यसरी मिल्नु पर्यो नि भाइ त्यहाँ बस्छौ खै फोटो खिच्ने क्यामेरा दिनु न होस् तर म खिच्छु अब त्यही त हाम्रो चाहिँ कसले खिचिदिनु मैले भिडियो गर्दैछु त नौलिँदा पनि ठिक्कै मिल्ने रहेछ साह्रै परेर खिच्नु अघि मैले कसरी म्यानेज गरेँ होला भाइ भाइ उल्टा बसेछु नि म किन झन् सुल्टा अब हौ वाह अरे वाह अब चिउवा हुन्छ त तँलाई त ओए त्यही त देखेको बाफ्रे बाफ्रे आम्मामामा नचलाइ बेसी छैन अब डरछेरो यति डरलाग्दो डरछेरो छ के मान्छे डर के आगे जिते नचली बस मनोकामना जाँदा त सुन्तला बारी बारी है सबको अगाडि ओह्रालो त डर लाग्दैन ओह्रालो त डर त लाग्दैन ओह्रालो तेरो बाजे यहाँबाट त केही त देखेको छुइनँ ए उसा त के को डर बसेछ कालो यसो हेऱ्यो भने त केही पनि देख्दैन तिमी ठिक्कैमा बसेको छौ नचली बस खोप्नु पनि ओ तल पहेँलो आउँदैछ डर त मान्नुपर्छ त अन्त पो होसियारी हुन्छ त डर के आगे जितै अब चाहिँ भोक पनि लागेको जस्तो छ अरे डरले गर्दा सेल्फी अब उयो खानुपर्छ गोरुको मासु र भात लो कस्तो हुँदैछ कस्तो न कस्तो कस्तो दामी धन दामी दामी राम्रो के भन्नु हेर्नुहोस् छाङ्गु लेक एकदम यो चाहिँ मजा लाग्यो वर्थ बनाएको रहेछ क्या यस्तो आएर यस्तो खिच्नु न ब्याट्री छ र पनि ल्याएन रहेछ अर्कोले फेरि उयो ल्याएन के खिचौँ भनेको धुम्माले गर्दाखेरि बादलहरू अहिले अलिकति किन नल्याए पावर ब्याङ्क ल्याइनस् मेरो सुटकेस क्लियर भएको छ पावर ब्याङ्क त्यत्रो चार्ज गरेको डाइरेक्ट चार्ज भइहाल्थ्यो नि यो छङ्गु लेकको मजा आउँछ भिडियो साथै तल तल फोटो मान्छेले गाडीहरू भिडियो पनि बेसी हुन्छ हामीले देखिरहेका छौँ गाडी पनि केही कमसेकम 1000 भन्दा ज्यादा गाडीहरू ला 2% मात्रै रहेछ अब साथी हो भ्युअर्स र रोपे घर आउनु आँट्यो याकमा चढेको होला यो छङ्गु लेक आइपुग्यो गाडीमा चार्ज गर्दा हुन्छ त यो 1% भएछ अब मारिदिन्छु अब हामी पैसा माछा खाने गान्तोकबाट निक्लेको